हेलो नमस्ते एनसीआर अनि स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ म धेरै दिन पछाडि भिडियो बनाउने प्रयास गरिरहेको छु साथीहरू। मेरो भिडियो के कस्तो हुन्छ हेरेर प्लिज कृपया के कस्तो हुन्छ कमेन्ट गर्नु होला साथीहरू। देख्नुहुन्छ यहाँ साथीहरू आजको मौसम चाहिँ यस्तो वाला छ, हल्का क्लियर देखिरहेछ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। हामी चाहिँ अहिले यहाँ के खानेकुरा ल्याउँ भनेर हिँडिरहेको छौँ यहाँ। यो चाहिँ हामी ट्रेनको वेटिङमा बस्दा रमाइलो पनि हल्का यसो गरौँ भनेर देख्न सक्नुहुन्छ साथीहरू। दामी 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 साथीहरू हामी चाहिँ यहाँ अहिले ट्रेनको वेटिङमा छौँ। ट्रेन पनि यहाँ आएको छैन, देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ आज यहाँ मुरिसदेखि बुकारेस्टसम्मको यात्रा छ साथीहरू। यता दाइहरू नि यतै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। आज मौसम पनि हल्का राम्रो छ, यस्तो राम्रो छ। ट्रेन लगभग अब 10-15 मिनटमा आउँछ होला। अनि हाम्रो टाइम चाहिँ कति 7-7:30 बजेको छ साथीहरू। यहाँदेखि 7:30 बजे चढेर भोलि बिहान लगभग कति 6:30 बजे चाहिँ बिहानको 6:30 बजे चाहिँ पर बुकारेस्टमा पुगिन्छ साथीहरू। फाइनली साथीहरू हाम्रो ट्रेन यहाँ आइसकेको छ, देख्न सक्नुहुन्छ। हामी चाहिँ अब यहाँ यो ट्रेनबाट चढेर जानुपर्ने हुन्छ। फाइनली साथीहरू हामी चाहिँ अहिले ट्रेनमा चढिसकेको अवस्था छ। किन लजाएको देख्न सक्नुहुन्छ। हामी चाहिँ दाजुभाइ यहाँ बसेको छौँ अनि दुईजना दाइहरू बसिराख्नु भएको छ साथीहरू। अब हाम्रो ट्रेन लगभग कति मिनटमा अब लगभग हिँड्ने टाइम भइसक्यो। अब 1 मिनट बाँकी छ साथीहरू। हामी चाहिँ लाइनबाट चढेको साथीहरूलाई देख्न सक्नुहुन्छ। अब ट्रेन हिँड्ने अवस्था हिँड्ने टाइम भइसक्यो। लाग्यो है साथीहरू, लाग्यो। अब चाहिँ हामी लाग्यो बुकारेस्टतिर लाग्यो साथीहरू। गर्ने हो अटल ब्लग्सलाई सब्स्क्राइब गरिदिनु त। के नाम छ भनिदिइहाल्छ। सब्स्क्राइब ब्लग बनाउँछ उसले। नेपालको जस्तै फिल आइरहेछ है साथीहरू। अहिले चाहिँ पुरै पहाडको बाटो गइरहेछौँ। बिहान भइरहेछ तर पुगेको छैन बुकारेस्ट चाहिँ। अझै टाइम लाग्छ होला, केही टाइम पुग्नलाई। त्यस्तै गर्छ नि त बनाइदिने। हाम्रो ग्रुपको सबैभन्दा फटा मान्छे यही हो। भिडियो चाहिँ मलाई हाल्दैछ। कस्तो
यस्तो माछा बहुत होला हौ। सानो खोला रहेछ यहाँ चाहिँ साथीहरू टक्क यहाँ माछा मार्दा कति मजा आउँथ्यो होला यही पहाड हो नि। पहाड रहेछ यार, के हो यार, चुन खाने आइसक्यो। खै